हेलो एभ्रिवान, तपाईलाई स्वागत छ आरकेडी स्टेसनमा। आरकेडी स्टेसनको माध्यमबाट म्याथको कुराहरू सिक्दै हुनुहुन्छ, म्याथमेटिक्स कन्सेप्टहरू तपाईले लिँदै हुनुहुन्छ। सो तपाईलाई म स्वागत गर्न चाहन्छु म्याथको कन्सेप्ट भित्रमा। अब यो आरकेडी स्टेसनको माध्यमबाट तपाईलाई म्याथ सिकाउँदै गर्दाखेरि तपाईले चाहिँ नम्बर 1 के गर्नु पर्यो भन्दाखेरि भिडियो पुराको पुरा सुरुदेखि अन्त्यसम्म तपाईले हेर्नु पर्यो। जब तपाईले सुरुदेखि अन्त्यसम्म भिडियो हेर्नुहुन्छ तब मैले सिकाउन थालेको कुरा के हो भन्ने कुरा तपाईले स्पष्ट तरिकाले बुझ्नुहुन्छ। सो अब ढिला नगरिकन we will discuss about set topic set है। सेट भन्ने बित्तिकै यसलाई नेपालीमा चाहिँ के भनिन्छ? समूह। नेपालीमा के भनिन्छ रे यसको? समूह। सेट दैट मीन्स समूह। अब यसको बारेमा हामी पढ्न गइराखेका छौं। अब डेफिनेसनकै माध्यमबाट परिभाषाले के भन्न खोज्छ, आखिर सेट भनेको के हो, यसको माध्यमबाट हामी जानेछौं। सो डेफिनेसन सेज टु अस set means well defined collection of distinct objects or elements। यो objects भन्नु र elements भन्नु सेम हो। अब डिस्टिंक्ट भन्ने बित्तिकै के हो भन्दाखेरि डिफरेन्ट। जति पनि त्यो कलेक्सनहरु हुन्छ त्यो वेल डिफाइन हुनुपर्छ नै। वेल डिफाइनको सँगसँगै के पनि हुनु पर्यो? फरक हुनु पर्यो, डिफरेन्ट हुनु पर्यो। दैट शुड बी डिफरेन्ट। सो डिस्टिंक्ट मीन्स डिफरेन्ट। डोन्ट बी कन्फ्युज। डिफरेन्ट। डिस्टिंक्ट मीन्स के हो रे? डिफरेन्ट। अब वेल डिफाइन भन्ने वर्ड चाहिँ प्रायले बुझिराखेको हुँदैन। हेर्नुस् है, वेल डिफाइन्ड। अब संसारभरि मान्य हुनु पर्यो। फर एक्जाम्पल हामी प्राइम नम्बर लेस देन 10 लिनु पर्यो भने 2 3 5 7 लाई लिन्छौं। अब यो 2 हेर्नुस् त, यो 2 मैले पढाएको भएर यो 2 2 भएको हैन, तपाईले सुन्दै गर्नु भएको भएर 2 2 भएको हैन। अल ओभर द वर्ल्ड यो के हो? 2 नै हो। दैट मीन्स वेल डिफाइन्ड। 3 अल ओभर द वर्ल्ड के हो? यो 3 3 नै हो। दैट इज वेल डिफाइन्ड। 5 all over the world के हो? 5 नै हो। That is also well defined। यस्तै well defined संसारभरिमा मान्य भएका डिफरेन्ट अब्जेक्टहरुको कलेक्सनलाई चाहिँ के भनिन्छ? हामी सेट भनिन्छ। सो 2 3 5 7 that are different to each other र कलेक्सन पनि छ। अब सेटको सानो कुरालाई म यहाँ जोड दिन थाले। it is denoted by capital letters। अब कस्तो खालको? A हेर्नुस् है, B C हुँदै हुँदै Z सम्म कुनै पनि एउटा मान्नु पाउनुभयो तपाईले। जस्तै Z कुनै एउटा क्यापिटल लेटर्समा सेटको नोटेसन भइराखेको छ, which are integers। सपोज integers between -3 and +3। Integer between -3 and +3। Set notation। अब यसको its elements are, सुन्नुस् है त, its elements are separated by comma and enclosed by curly bracket। अब जति पनि सेटको एलिमेन्टहरु छ त्यसको सेटको एलिमेन्टहरुलाई चाहिँ के गरिदो रहेछ भन्दाखेरि त्यसको नोटेसन चाहिँ क्यापिटल लेटरले नोटेसन गरिदो रहेछ। र सेटको एलिमेन्टहरु जति पनि छ इट्स सेपरेटेड बाइ कमा। जसरी यहाँ नि हामीले सानो एक्जाम्पल मैले अलरेडी दिइसकेको छु। सेपरेटेड बाइ कमा एन्ड कर्ली ब्राकेट। कर्ली ब्राकेट हुनै पर्छ। कर्ली ब्राकेट सेटमा अनिवार्य रहेको छ। अब यहाँ सुन्नुस् है त, अब यो दुईवटा कन्सेप्टले भन्न खोजेको अनुसार र बाँकी डेफिनेसनले भन्न खोजेको अनुसार म तपाईलाई स्पष्ट पार्नेछु। अब सेट फर एक्जाम्पल नेचुरल नम्बर लेस देन 10। नेचुरल नम्बर लेस देन 10 के हुन सक्छ? n इक्वल टु कर्ली ब्राकेट केले गर्नुपर्छ? एलिमेन्ट्स आर सेपरेटेड बाइ कमा एन्ड कर्ली ब्राकेट हुनै पर्यो। 1 2 3 4 5 6
7 8 9 is element of the set and set को प्रत्येक एलिमेन्टहरु के छ कमाले सेपरेट गरिराखेको छ सेकेन्ड थिङ यिनीहरुलाई केले इन्क्लोज गरिराखेको छ कर्ली ब्र्याकेटले इन्क्लोज गरिराखेको छ अब कर्ली ब्र्याकेट कसरी ड्रा गर्ने भन्ने क्वेशन हुन सक्छ यहाँ यसरी कर्ली ब्र्याकेट हुनु पर्यो कर्ली ब्र्याकेट ड्रा गर्न तपाईहरुले सिक्नु पर्ने हुन्छ सो यस्तै each elements which are different to each other र well defined also different पनि well defined पनि त्यस्तो एलिमेन्ट्सहरुको कलेक्सनलाई चाहिँ हामी के भनिन्छौँ सेट भनिन्छ सेट इज सो सिम्पल फर एक्जाम्पल कलर हेर्नुस् त रेड अब रेड कलर चाहिँ मेरो लागि मात्र रेड हो त होइन तपाईहरुको लागि मात्र रेड हो त होइन अब संसारको जुनसुकै कुनामा जाओस् रेड चाहिँ रेड नै हो दैट इज वेल डिफाइन्ड अगेन्स्ट नेक्स्ट थिङ ब्ल्याक अब कलर ब्ल्याक चाहिँ मेरो लागि मात्र ब्ल्याक हो त होइन अल ओभर द वर्ल्डको लागि के हो ब्ल्याक हो अब त्यस्तै गरी हेरौँ अर्को कुरा ब्लू मेरो लागि मात्र ब्लू होइन अल ओभर द वर्ल्डको लागि ब्लू दैट इज वेल डिफाइन्ड अब यिनीहरुको कलेक्सन छ हेर्नुस् त कलेक्सन छ अब यो कलेक्सन फेरि के छ एक आपसमा डिफरेन्ट छ दे आर डिफरेन्ट टु इच अदर रेड ब्ल्याक ब्लू डिफरेन्ट एक्सट्रिमली डिफरेन्ट छ सो यस्तो एक्सट्रिमली डिफरेन्ट कलरहरु अर्थात् डिफरेन्ट एलिमेन्ट्सहरुको कलेक्सनलाई चाहिँ हामी के भनिन्छ सेट भनिन्छ अर्को एक्जाम्पल हामी लिन सकिन्छौँ डेज अफ अ वीक सपोज के सन्डे सबैलाई थाहा छ नि हैन सन्डे मन्डे हैन ट्युसडे हुँदै हामी स्याटरडेसम्म जान्छौँ दिस इज अल्सो सेट डेज अफ वीक सेट अब डेज अफ वीक सन्डे मन्डे ट्युसडेहरु के छ वेल डिफाइन्ड छ डिफरेन्ट टु इच अदर पनि छ दैट इज अल्सो वाट सेट अब कस्तो चाहिँ सेट होइन नि त भन्दाखेरि चाहिँ जस्तै स्मार्ट गर्ल्स इन द क्लासमा स्मार्ट गर्ल जस्तै मलाई स्मार्ट लागेको गर्ल अर्थात् मलाई स्मार्ट लागेको नानीहरु चाहिँ तपाईलाई स्मार्ट लाग्न पनि सक्छ नलाग्न पनि सक्छ अनि ह्यान्डसम बोय अफ द क्लास अब मलाई ह्यान्डसम लागेको केटो चाहिँ तपाईलाई ह्यान्डसम लाग्न पनि सक्छ नलाग्न पनि सकिन्छ अब द टलेस्ट अग्लो जो चाहिँ जस्तै भर्खरका नानीहरु चाहिँ के छ कोही अग्लो नानीहरु छ अब मलाई अग्लो लागेको नानी तपाईलाई अग्लो नलाग्न पनि सकिन्छ हेर्नुस् है हो यस्तो खालको कुरा जो चाहिँ वेल डिफाइन हुँदैन जो चाहिँ सबको लागि हुँदैन तिनीहरु चाहिँ सेट होइनन् मलाई जहाँसम्म लाग्छ यो चाहिँ तपाईले स्पष्ट तरिकाले बुझ्नु भएको छ अर्को एउटा एक्जाम्पल हामी लिन्छौँ सेटको एक्जाम्पल हेर्नुस् है त सेटको एक्जाम्पल प्राइम नम्बर लेस देन 10 प्राइम नम्बर लेस देन 10 के हुन्छ 2 3 5 7 these are well defined also यो पनि के हो सेट हो well defined हो factor of 6 1 2 3 6 factor of 6 vowel sounds vowel letters v equal to a e I o u यो पनि सेट हो अब फेरि अर्को हेरौँ न सेट suppose a equal to a b c d e f सेट अब तपाईले यसको इज एलिमेन्ट्सहरु हेर्नुस् त यो इज एलिमेन्ट्सहरु एक आपसमा के छ डिफरेन्ट छ र इज एलिमेन्ट्सहरु वेल डिफाइन्ड पनि छ दिस इज वेल डिफाइन्ड हेर्नुस् है यो पनि के छ वेल डिफाइन्ड छ यो पनि के छ वेल डिफाइन्ड छ यो पनि के छ वेल डिफाइन्ड छ अल ओभर द वर्ल्डको लागि ए नै हो बी नै हो सी नै हो हेर्नुस् है त वेल डिफाइन्ड छ दिस इज कल्ड व्हाट सेट फर एक्जाम्पल अब कसको चाहिँ वेल डिफाइन्ड छैन त भन्दाखेरि जस्तै ब्युटिफुल गर्ल्स इन द क्लासरूम अब यो चाहिँ के हो त वेल डिफाइन्ड होइन दिस इज नट वेल डिफाइन्ड यिनीहरू चाहिँ के हो नि त वेल डिफाइन्ड होइन ब्युटिफुल गर्ल्स इन द क्लास मलाई ब्युटिफुल लागेको हुन सक्छ फर्स्ट बेन्चको बोयलाई ब्युटिफुल लागेको हुन सक्छ
होइन सेकेन्ड बेन्चको बोयलाई ब्युटिफुल हुनसक्छ तर सबैको लागि ब्युटिफुल नहुनु पनि सक्छ नि हो यस्तो खालको कुरा चाहिँ के सेट होइन फर इक्जाम्पल अगेन स्मार्ट बोय अफ क्लासको स्मार्ट बोय अब एउटा क्लासको स्मार्ट बोय हुनसक्छ अल स्कुलभरि त स्मार्ट बोय हुन नसक्ला हो होइन स्मार्ट बोय क्लासको स्मार्ट बोय चाहिँ स्कुलको स्मार्ट बोय हुन्छ भन्ने छैन म एउटालाई पो स्मार्ट बोय हुन सकिन्छ त अल त्यो त्यहाँभित्रको क्लासलाई पो स्मार्ट बोय हुन सकिन्छ तर होल स्कुललाई त त्यो नहुनु पनि सकिन्छ सो यस्तो खालको कुरा चाहिँ जो फिलिङ्ससँग या त जो चाहिँ वेल डिफाइन्ड छैन यिनीहरू चाहिँ हामीले सेट भन्न मिल्दैन दिस इज नट सेट ब्युटिफुल गर्ल अनि स्मार्ट बोय होइन ह्यान्डसम बोय टलेस्ट बोय यिनीहरू चाहिँ सेट होइनन् समूह होइनन् तर अब कस्तोलाई चाहिँ समूह भन्ने भन्दाखेरि अघि भर्खर हामीले भनिसक्यो कि त्यो चाहिँ वेल डिफाइन हुनु पर्यो त्यो कलेक्टेड हुनु पर्यो र कलेक्टेड भएकाहरू इच इलिमेन्ट चाहिँ यसरी डिफ्रेन्ट हुनु पर्यो र डिफ्रेन्ट भएको इलिमेन्ट्सलाई चाहिँ हामी के भनिन्छ सेट भनिन्छ ओके